हेलो दर्शकबिन, नमस्ते सबैलाई। हामी छौँ अहिले काठमाडौँको गौशाला चोकमा र काठमाडौँको तपाईँहरूलाई मौसमको जानकारी गराउन चाहन्छु। अहिले चाहिँ ठ्याक्कै पानी पर्न थाल्यो। आकाशको अवस्था यस्तो छ कालो। हजुर जाने चाहिँ उता भनेको पानी आयो के गर्ने हो। दर्शकबिन, हामी छौँ गौशाला चोकमा। ला मैले एउटा काम बिर्सेछु यार घरमा रुममा। दीक्षाले मलाई त्यो कुरियर गरेर सामान पठाइदियो भन्दै थियो याङ्गोमा। स्वाटै निस्केर हिँडेछु। अब त्यसले मलाई गाली डङ्गुर गर्छ भरे हेर्नु है। दर्शकबिन, राइडरै पाएन भनिदिनु पर्यो अब। चल झुटा। उसले नि यो भ्लग हेर्छ होला, हेरेर अब पक्कै गाली आउँदैछ होला छ मलाई। कस्तो भुसुकै बिर्सेछु त यार। याङ्गोमा कुरियर गरेर सामान पठाए माग्दै थियो। ल ल भने स्वाट निक्लेर अब हिँडेछु। अब के होला त दर्शकबिन, अब के होला त। गौशाला चोक साह्रै बिजी चोक हो यो नि एउटा काठमाडौँको चाहिँ होइन, एकदमै बिजी हो यो चोक। अब उता सिधै गयो भने चावेल चोक जान्छ, यता दायाँ गयो भने एयरपोर्ट पशुपति, यता बायाँ गयो भने रातो पुल जान्छ भने यता पछाडिबाट हामी आएको चाहिँ अब पुरानो बानेश्वर हो। दर्शकबिन, पानी परिरहेछ काठमाडौँमा। साह्रै मौसम बिग्रेको छ है। यसको नेपालको एक्ज्याक्ट प्राइस 7 लाख। यो 7 कि 9 लाखको हो? कति छ यो 9 लाखको चाहिँ हो दाइ। आमामा 1 हप्ता मात्रै भयो होला लिएको। होइन अलिक दिन भइसकेर निकै नठिक होला खाइसकेर। 65 अहिले कति पुगेको छ र अनि 65 नै हो र। बेबी थाहा छ दाइ, यो किराँतेश्वर मन्दिर छ कि यहाँनिर, किराँती राईहरूको। मलाई थाहै छैन यार, जानु पर्यो। तपाईँले पछि सुटुकै बिहे गर्नु मन लाग्यो भने ऊ त्यो मन्दिरमा, यहाँ यो मन्दिर चाहिँ किराँतेश्वर मन्दिर हो। किराँतीहरूको त्यो राईहरूको किराँतेश्वर महादेव भन्ने त्यहाँ छ क्या एउटा ऊ। त्यहाँ र सुटुक्क बिहे गर्नु मन लाग्यो भने गर्नुहुन्छ। भिडियो छैन यार, यहाँ छ यी 69 ल। हामी कन्डिसनमा आइपुग्यो है साथीहरू। यतिको बाइक चाहिँ भेट्यो भने लगभग दिँदा हुन्छ। यो हेर्न खोजेको हामीले। यो त तर कति पर्छ र यसको? सोधौँ नि दाइ, मान्छेको यसको एकचोटि यसो बुझौँ न यसको बारेमा दाइ। 1,30,000 हजुर 1,30,000 एक पिस हो यसको। यो कति 16 मोडल हो कि 15 हो? यो 15 हो। 15 हो। कति दिन्छ 16 मोडल हो? 16 दिन।